हेलो गाइस तपाईहरुलाई स्वागत छ मेरो सेकेन्ड भिडियोमा। आज मेरो हस्बेन्डको बर्थडे तपाईहरुलाई मैले फर्स्ट भिडियोमा भनेको थिएँ र आज हामी अब डिनरको लागि जाँदैछौँ है। कहाँ जाँदैछौँ भने मेरो हस्बेन्ड काम गर्ने रेस्टुरेन्टमा। यो चाहिँ कहाँ छ भने दुबईको पाम बीच छ, तिनै छ मेन पाम बीचमा नै रिजोर्ट एन्ड रेस्टुरेन्ट अरे हो। अनि दुर्गालाई चाहिँ इन्भाइट गरेको रहेछ क्या, फ्यामिली लिएर आऊ भनेर हो। अनि यो चाहिँ तपाईहरु जुन चाहिँ तपाईहरु देख्नु हुँदैछ पछाडि यिनीहरु चाहिँ सबै रिजोर्ट अरे हो। अनि यो चाहिँ हो रेस्टुरेन्ट। तो राम्रो खालके जग्गा रहेछ अब मेन बीचको छेउमा है, एकदम शान्त जग्गा, एकदम कस्तो मजाको रमाइलाग्दो जग्गा रहेछ। अनि म र छोरी चाहिँ यता आए बीचपट्टि, अनि हस्बेन्ड चाहिँ उता अब स्टाफहरुलाई भेट्नु गयो, साथीहरुलाई हो। सो हामी यता बीचपट्टि आउँदाखेरि यस्तो मजाको हावा पनि चलेको, कस्तो राम्रो जग्गा है। अनि छेउमा के भन्छ दुईटा स्विङ क्या पनि रहेछ हो, बनाएको अब रहेछ। अनि ऊ त अब एकदम एक्साइटेड मेरो छोरी त हो, त्यहाँदेखि उसलाई एकछिन त्यहाँ स्विङमा गर्दै, तर ऊ डराउँछ क्या। यो चाहिँ पुरा डराउँछ ऊ, बरु स्लाइडमा मजाले स्लाइड खेल्छ, यसमा चाहिँ पुरा डराउँछ। भए पनि एकछिन राखिदिए अनि हामी यता बीचपट्टि के अरे जानु लागि रेडी भए। उसको बुवा पनि आयो, आएर चाहिँ अन्त हामी बीचपट्टि जाँदैछौँ। हेर्नु न यस्तो एक्साइटेड छ ऊ, कस्तो एक्साइटेड अब बाउ छोरी ऊ एक्साइटेड। मैले अलिकति फास्ट फरवर्ड गरेको छु किनभने एकदम भिडियो लामो हुन्छ भनेर हो। अनि कति खुसी उसलाई, पानी छुनु लागि, पानीसँग खेल्नु लागि उसलाई एकदमै मनपर्छ क्या। अन्त मैले होस् नगर बाबा भनेर भने, भए पनि अब एकछिन पछि मैले फेरि जुत्ता खोलेर एकछिन पानी खेलाइदिएँ। त्यो चाहिँ मैले अब खिच्नु बिर्सेछु है, भिडियो गर्नु बिर्सेँ। त्यहाँदेखि ऊ पानी खेलेर अनि हामी अब डिनरको लागि रेडी भएँ है। डिनर पनि ल्याइदिएको थियो, यो चाहिँ मकटेल अरे क्या। मैले के भन्छ दुर्गालाई भनेको थिएँ मलाई मकटेल खुवाउ न, मकटेल बनाऊ न भनेर भन्दाखेरि चाहिँ उसले अब मकटेल मगाइदिएको। र के चाहिँ मकटेल हो थाहा छैन, नाम याद छैन मलाई, डिसेसको नामहरू केही याद छैन। हेर्नुहोस् यो चाहिँ प्रन्सको डिस हो, त्यहाँदेखि एउटा छ स्यालेड र नानीलाई चाहिँ अरेन्ज जुस थियो, र यो चाहिँ मलाई मकटेल अनि दुर्गाको लागि चाहिँ वाइन थियो। एकदम मैले पनि एकदम स्टाइल गरेर क्या अब खाइदिएँ, अब पिएँ खाएँ हो। किनभने त्यहाँ वरिपरि हेर्नु कि फरेनर्सै फरेनर्स, गोरै गोरो मान्छेहरू मात्रै कि। अन्त म पनि एकदम स्टाइल गरेर खाइदिएँ हो। यी तपाईँहरूलाई देखाउने छु, यहाँ हेर्नुहोस् कस्तो राम्रो, कस्तो खालके मजाको अब हुन्छ नि, अब जग्गा पनि यस्तो राम्रो खालके। यहाँ चाहिँ फेरि के हुँदो रहेछ, यिनीहरू चाहिँ यो मान्छेहरू चाहिँ थाइल्यान्डको अरे होइन, थाइल्यान्डको मान्छेहरू फायर के भन्छ सो पनि हुँदो रहेछ। पछाडिपट्टि हेर्नु न त्यो सानो बडे केटी यत्रो बडे अब हो, हाइट पनि सानो, कस्तो मजाले गरेको, उनीहरूलाई डर पनि नलागेको होला है। पेट पाल्नु लागि मान्छेहरूले के रिस्क लिनुपर्छ है। हेर्नु न कस्तो माया लागेको म त देखेर हो। अनि यो पछि पनि एउटा अब उनीहरूको कल्चर सो गरेको थियो है, अनि एउटा डान्स थियो, डान्स सो थियो, त्यो चाहिँ मैले खिच्नु बिर्सेछु। र बाहिर बस्दा बस्दा एकदमै गरम भएको थियो क्या, अनि त्यही भएर चाहिँ भित्र आएर बसेको। भित्र पनि हेर्नुहोस् न कस्तो मजाको अब ठाउँ क्या। अब त्यहाँदेखि फेरि अर्को एउटा मकटेल ल्याइदिएको थियो, यो त मनै परेन मलाई, पहिलाकै सेतो जुन चाहिँ थियो त्यो नै मन परेको थियो, पाइनएप्पलको स्टाइल। हेर्नु न हौ स्टाइल मेरो मन परेन हो, मुखै बिगार्सकेको छु मैले। अन्त त्यहाँदेखि उनीहरूले मलाई व्हाइट सस नुडल्स ल्याइदिएको थियो है, अन्त माथिबाट चिज हालेर मैले पनि खाइदिएँ गममा गम। खानु त आएको भनेर चाहिँ मजाले खाइदिएँ है। हेर्नु न हौ मैले खाएको कस्तो हाँसउठ्दो प्रकारले, अहिले त देख्दाखेरि आफै खानु नपाएको जस्तै प्रकारले खाएको खाएको गरेको। नानी चाहिँ उता चिप्स खाएको खाएको थियो, मैले चाहिँ यता के भन्छ नुडल्स खाएको खाएको गरेको। अन्त त्यहाँदेखि एकछिन बसेँ, खाइसकेर एकछिन बसेँ है। अनि त्यहाँदेखि चाहिँ ट्याक्सी आयो हो, त्यसपछि मैले केही खिच्नु पाइनँ किनभने नानी सुतेको थियो है। सो आजको लागि यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा। टेक केयर, बाई बाई।